8 करोडको गाडी चढ्यो भनेर मिडियाले हल्ला फैलाएपछि बालेन शाहले त्यसको जवाफ राम्रोसँग दिएका छन्। हेर्नुहोस् यो भिडियो अन्तिमसम्म। बजारमा हल्ला चल्यो। बालेन शाहले व्यापारीसँग 8 करोडको गाडी लिए। विरोधीहरू रमाए, आलोचकहरूले प्रश्नको वर्षा गरे। तर कथामा ट्विस्ट तब आयो जब बालेनले त्यो 8 करोडको गाडीमा लात मारेर जनताको विश्वास रोजे। आजको भिडियोमा बालेनको त्यो निर्णय जसले प्रमाणित गर्यो कि उनी अरू नेताभन्दा किन फरक छन्। घटना सामान्य थियो तर यसको सन्देश गहिरो छ। झापा 5 मा उम्मेदवारी दर्ता गर्न जाँदा सचिवालयले व्यवस्थापनका लागि एउटा गाडी ल्यायो। तर जब प्रश्न उठ्यो यो गाडी कसको, कति पर्छ, बालेनले दायाँ माया हेरेनन्। उनले यो मेरो होइन भनेर पन्छिन पनि सकेनन्। उनले सिधै निर्णय गरे, जनतालाई शङ्का लाग्ने कुनै पनि सुविधा मलाई चाहिँदैन। पुराना नेताहरू भएको भए के गर्थे? प्रेस नोट निकाल्थे, ढाकछोप गर्थे वा उपहार पाएको भनेर पचाउँथे। तर बालेनले तुरुन्तै त्यो गाडी सम्बन्धित धनीलाई फिर्ता गरिदिए। झन्डै 4 वर्ष मेयर चलाउँदा जसरी उनीमाथि 1 रुपैयाँको आर्थिक हिनामिनाको दाग लागेन, आज यो 8 करोडको गाडी काण्डमा पनि उनी सुन जस्तै तल्केर निस्किए। यो इमान्दारिताको परीक्षा किन पनि महत्त्वपूर्ण छ भने बालेन अहिले सामान्य लडाईँमा छैनन्। उनी लड्दैछन् हेभीवेट केपी शर्मा ओलीसँग, उनकै गढ झापा 5 मा। रासोपाका वरिष्ठ नेताको हैसियतमा बालेन जब झापा पुगे त्यहाँको माहौल नै बदलियो। विरोधीहरूले सानो छिन्द्र खोजिरहेका थिए बालेनलाई खसाल्न। यो गाडी प्रकरण एउटा पासो हुन सक्थ्यो तर बालेनले त्यो पासो काटेर फालिदिए। उनको सन्देश स्पष्ट छ, म केपी ओलीसँग भिड्न आएको हुँ, गाडी चढ्न होइन। झापामा इमान्दारिताको पाठ पढाएर बालेन अहिले पुगेका छन् सुदूर पश्चिमको ढोका नेपालगञ्ज। र हेर्नुहोस् त्यहाँको दृश्य। पूर्वमा मात्र होइन पश्चिममा पनि बालेनको क्रेजले आकाश छोएको छ। नेपालगञ्ज एयरपोर्टमा जब बालेन ओर्लिए हजारौं समर्थकको भिड उनलाई स्वागत गर्न आतुर थियो। न कुनै ठुलो तामझाम, न पैसा बाडेर ल्याइएको भिड। यो माया हो, एक स्वच्छ छविको नेताप्रति। बालेन जहाँ उभिन्छन् त्यहाँ